नमस्कार भाइ बहिनीहरू, सधैँ गरेर आज मैले समूहको प्रश्न लिएर आएको छु। प्रश्न सोल्भ गर्ने क्रममा हामी क्वेसन नम्बर 6 मा छौँ। क्वेसन नम्बर 6 यस प्रकार छ। एउटा परीक्षामा सम्मिलित विद्यार्थीहरूमध्ये 70% अङ्ग्रेजीमा उत्तीर्ण भए, 60% गणितमा उत्तीर्ण भए, तर 20% दुवै विषयमा अनुत्तीर्ण, यो भनेको फेल दिएको छ र 550 जना विद्यार्थी दुवै विषयमा उत्तीर्ण भएको पाइयो। यसको आधारमा हजुरहरूले तल दिएको प्रश्नको उत्तर दिनुहोस् भनेको छ। र यसमा हजुरहरूले सुरुमा यु दिएको छैन, हेर्नुहोस् यु दिएको छैन र जुन यो 550 सङ्ख्यामा दिएको छ यु नदिएको र 550 यानि कि यस्तो सङ्ख्यामा दिएको भए हजुरहरूले युलाई एक्स मान्नु होला। सुरुमा मानौ जम्मा विद्यार्थी यु बराबर एक्स मान्नु पर्यो। अब मानिसकेपछि हेर्नुहोस् 70% अङ्ग्रेजीमा उत्तीर्ण भए, नम्बर अफ ई 70% हो, कहिले पनि जम्माको हुन्छ। हेर्नुहोस् जम्मा भनेको एक्स हो, त्यस कारणले एक्सको 70% भनेर लेख्नु होला। अब यसलाई हजुरहरूले क्यालकुलेटरमा लेख्न सक्नुहुन्छ। एक्स को भनेको गणितमा गुणा हुन्छ, 70% हटाउनु भयो भने तल 100 थप्न मिल्छ। अब क्यालकुलेटरमा के गर्नुहोस् भनेपछि 70 भागा 100 गर्नुहोस्। यसो गर्दाखेरि हजुरहरूको 0.7 आउँछ, पछाडि एक्स जस्ताको त्यस्तै लेख्ने। अनि त्यसै गरेर 60% गणितमा उत्तीर्ण भए, नम्बर अफ याम लेख्नु पर्यो। कहिले पनि जम्माको हुन्छ, हेर्नुहोस् जम्मा भनेको एक्स मान्यो हामीले, एक्सको 60% लेख्नुपर्छ। अब को भने गणितमा गुणा हो, 60 भागा प्रतिशत हटायो भने 100 हुन्छ। क्यालकुलेटरमा यसलाई हिसाब गर्नुहोस्। 60 भागा 100 गर्दाखेरि 0.6x आउँछ, हेर्नुहोस्। त्यसै गरेर हेर्नुहोस् 20% दुवैमा अनुत्तीर्ण भए भनेको छ। यो मतलब ई युनियन एमको बार यानि कि कम्प्लिमेन्ट भनेर हजुरहरूले लेख्न सक्नुहुन्छ। किनभनेदेखि यहाँ अनुत्तीर्ण भनेको छ। हेर्नुहोस् उत्तीर्ण भनेको भए इन्टरसेक्सन या साझा हुन्थ्यो, अनुत्तीर्ण भएको हुनाले युनियनको कम्प्लिमेन्ट लेख्नुपर्छ। कति प्रतिशत छ 20 भनेपछि जम्माको हुने हो, यो पनि एक्सको 20% गर्नु होला। अब यसलाई एक्सको भनेको गुणा 20% हटाउनु भयो भने तल 100 थप्न मिल्छ। अब यसलाई क्यालकुलेटरमा हजुरहरूले सोल्भ गर्ने क्रममा 0.2x आउँछ, हेर्नुहोस्। अनि त्यसै गरेर अर्को एउटा तथ्याङ्क छ, 550 जना विद्यार्थी दुवै विषयमा उत्तीर्ण भए भनेको छ। उत्तीर्णको मतलब तपाईहरुको इन्टरसेक्सन भयो। हेर्नुहोस् ई इन्टरसेक्सन याम लेख्नुहोस् बराबर 550 भनेको छ। अब त्यो चाहिँ प्रतिशतमा नभएको हुनाले त्यसलाई डाइरेक्ट हामी 550 नै लेख्छौँ। हेर्नुहोस् अब दिएको तथ्याङ्कलाई हामीले उतार्यौँ। यसपछि हजुरको काम भनेको क्वेसन हेर्नुहोस्। अमा भनेको छ माथिको तथ्यलाई भेन चित्रमा प्रस्तुत गर्नुहोस्। अब यो तथ्याङ्क जुन आएको छ यसलाई हजुरहरूले भेन चित्रमा प्रस्तुत गर्ने। अब भेन चित्रमा प्रस्तुत गर्दाखेरि दुईटा वृत्त बनाउनुहोस्। एउटामा ई लेख्ने, एउटामा एम लेख्ने, अनि बाहिरतिरबाट आयताकार बक्सले चाहिँ यसलाई बन्द गरिदिनु होला। यसरी हामी बन्द गर्न सक्छौँ। अब यो भेन चित्र भर्ने क्रममा कि त यो बीचबाट भर्नै पर्छ कि त यो बाहिरमा भर्नुपर्छ। अब बीचमा 550 छ, 550 राख्नु पर्यो। अनि त्यसै गरेर बाहिर तपाईको 0.2x यता कतै राखिदिनुस्, 0.2x। र अब हेर्नुहोस् इङ्ग्लिस 0.7x हो। अब इङ्ग्लिसमा यो दुईटा कुरा पर्छ। अब यो मात्र निकाल्न चाहिँ 0.7x बाट बीचको भाग घटाउने, त कति भयो त 0.7x माइनस 550 हुने भयो। अनि त्यसै गरेर म्याथ भनेको तपाईको 0.6x हो। म्याथ भित्र यो दुईटा कुरा पर्छ। यो मात्र निकाल्नका लागि 0.6x बाट बीचको भाग घटाइदिनुस्, 0.6x माइनस 550 भेन चित्र तयार भयो। हेर्नुहोस् अब यसपछि हजुरले दोस्रो क्वेसन हेर्नुहोस्।
दोस्रो क्वेसन भनेको छ परीक्षामा सहभागी जम्मा विद्यार्थीको सङ्ख्या निकाल्नुहोस् भनेको छ। त्यो भनेको x को भ्यालु निकाल्नुहोस् भन्ने भयो। अब हजुरहरूले यता व्यञ्जितमा हेर्दाखेरि यो 1 2 3 चारैवटालाई जोड्ने र u सँग बराबर गर्ने। u भनेको हजुरको x छ, त्यो गर्नुस्। अब चारैवटालाई जोड्दाखेरि एउटा चाहिँ 0.2x छ प्लस अर्को चाहिँ 0.7x माइनस 550 अनि अर्को चाहिँ बीचको भाग 550 प्लस अर्को भाग चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ 0.6x माइनस 550 त 0.6x माइनस 550 यो बराबर जम्मा लेख्नुस्। जम्मा भनेको x हुन्छ, यसरी हामी लेख्न सक्छौँ। हेर्नुस्, अब यसलाई क्याल्कुलेटरमा हजुरहरूले सोल्भ गर्नुस्। यो x वाला पद जोडिहाल्नुस्। यो 0.2 मा 0.7 जोड्दाखेरि 0.9, 0.6 जोड्दाखेरि 1.5 आउँछ, 1.5x। अब हेर्नुस्, एउटा 550 प्लस कोले माइनस 550 काट्यो अनि यहाँ चाहिँ माइनस 550 भयो अनि उतापट्टि हजुरको x बाँकी रह्यो। अब हजुरले के गर्ने भनेपछि x वालालाई एकातिर ल्याउने। त 1.5x यो प्लस यता आएर माइनस हुन्छ। हेर्नुस्, यो माइनस उता गएर प्लस हुने भयो 550। अब यसको अगाडि के छैन भनेपछि 1 थप्न सक्नुहुन्छ हजुर। 1.5 बाट 1 घटाउँदाखेरि 0.5 आउँछ अनि x जस्ताको त्यस्तै बराबर 550। अब यो 0.5 र x को बीचमा के हुँदैन भनेपछि गुणा हुन्छ भनेर बुझ्नुस्। अब यो यताको गुणन यता लाग्दाखेरि भागामा जान्छ। त x बराबर तपाईको हुन्छ 550 भागा 0.5। अब यसलाई भाग गर्नुहुन्छ भने क्याल्कुलेटरमा 1100 आउँछ। हेर्नुस्, त जम्मा विद्यार्थीको सङ्ख्या 1100 भयो। अब यसै गरेर हामी अर्को हेर्ने क्रममा अङ्ग्रेजी मात्र उत्तीर्ण हुने भनेको छ। अब व्यञ्चित्रमा यसो हेर्दाखेरि हजुरहरूले हेर्नुस्, यहाँ अङ्ग्रेजी मात्र भनेको यो हेर्नुस् 0.7x माइनस 550। त यसलाई यहाँ लेख्दाखेरि चाहिँ e को आन्सर गर्दाखेरि चाहिँ अङ्ग्रेजी मात्र भने ओन्ली e हो। यो निकाल्ने क्रममा 0.7x माइनस 550 गर्ने। अब x को मान आइसकेको छ, राख्नुस्। 0.7 इन्टु 1100 गर्ने माइनस 550। अब यसलाई पहिले गुणन गर्ने। यो गुणन गर्दाखेरि 770 हुन्छ। हेर्नुस्, माइनस 550। अब यसलाई घटाउनुहुन्छ भने 220 हुन्छ। अङ्ग्रेजी मात्र मन पराउने 220 आयो। यसरी हामी यो क्वेसनलाई सोल्भ गर्न सक्छौँ। हस्त, धन्यवाद।